नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म फेरि अर्को भिडियो लिएर आइसकेको छु। अनि आजको भिडियो पनि हाम्रो च्यालेन्ज हो। अनि हामीलाई चाहिँ च्यालेन्ज भिडियो लिएर आउनु, पनिसमेन्ट चाहिँ कुखुरा भन्ने भनेर कमेन्ट आएको थियो। अनि आज हामी उहाँहरूको कमेन्टलाई नै मध्यनजर गर्दै भिडियो बनाउँदैछौँ है त। अनि हाम्रो पनिसमेन्ट चाहिँ 1 मिनेटसम्म कुखुरा भन्ने जो हार्छ को गर्ने। अनि हामीसँग चाहिँ 2 प्याकेट करेन्ट चाउचाउ हो यो चाहिँ। अनि 1 कुन्टा अन्डा छ। अनि आजै हामीसँग पिउनको लागि ताजा पानी छ, स्वस्थ सङ्लो पानी छ। ल अब हामी चाहिँ ढिला नगरिकन अब चाहिँ हामी यो च्यालेन्ज गर्छौँ है त। ल जो हार्छ त्यो 1 मिनेट कुखुरा भन्छ। मजा आएगा ना भिडियो। ल ल हेलो ओए खोइ 1 2 3 ल यो त सुरु गरिहाली यार। हेर 1 मिनेट कुखुरा भन्न भने छिटो पेल। म सक्दिन है, म यस्तो लिएर खान्छु ल। हुन ल हेर हेर न अहिले भिडियोमा अप्ठ्यारो आउँछ क्या, पुगिन्छ नि त। कति पिरो टिसु राख्नुपर्छ। ओ माय गॉड कति पिरो है। चाउचाउ त निस्क्यो कुखुरा। सुस्ता सुस्ता खा। कति पिरो हो। हेरे मुर्गा त बन्ने पर्छ अहिले। बाना गर्न पाइन के बिस्तारै खानु। गाह्रो छ मलाई। उएमा यस्तो माया पनि गर्छ है फेरि बेला बेला। सब देखावटी हो, केही माया गर्दैन मलाई। मेरो साथी प्लिज अलि सुस्ता खाऊ न। Too much पिरो। ओए त्यो हात त भक्का बग्छ त। आज लोकल कुखुरा होइन, कुखुरा भन्छ क्या यहाँ। झन् पिरोमा तातो खाँदा म कुखुरा भन्छु। पानी त होइन नि सकाउने। यम्मी विनरै म। साथीहरू आज चाहिँ हजुरहरूले लोकल कुखुरा चाहिँ होइन, हप्पर कुखुरा देख्न पाउनुहुन्छ। यही खुसियालीमा लास्ट बाइट।
नहारेको हो टिङ 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 एउटा नि छोडेँ है मैले खा त्यहाँ म आज किन यस्तो लुजर भयो म त अघि खाजा आएको थिएँ कि त्यही भएर म आज कामले केही पनि खाँदैन भिस मैले भन्थेँ नि आमाई घरको तर यस्तो भएको यो तातो भयो नि पिरो जिरो चरायो मलाई त चरा गरे अब आफूलाई त पेट चराउँछ एकचोटि अरू केही चराउन यहाँ पुलो पनिसमेन्ट माफी गरे हुन्न हिजो मलाई कस्तो गराएको थिइस् नुन पनि खुलायो भने 1 मिनट होइन 5 मिनट अब रुल्स चेन्ज हुन्छ हुन्न 1 मिनट है त्यो सक्यो त्यो हामीले सकेको हारे पनि सबै सरी त यार उसलाई त्यस्तो त्यो नपत्ताउने खोलाले बगाउँछ भन्नुहोस् हिजो त्यस्तो पनिसमेन्ट खाएको होइन म त हुन परेको छैन आज अनि म त उठबस मुर्गा बन्ने हो म छिटो 1 2 3 खाँदा खाँदै बनिहाल्ने छिटो कहाँ बन्ने है यहाँ त हुन्न अहिले त गर्नुपर्छ सरी घुमा न राम्रो सक्दिनँ कसम बमिँदै आउनु लाग्छ लास्ट हिजो हामीले नै खाएको होइन म त्यस्तो हारेर नि खाएको सबै पोल्यो तर म यस्तो हार्ने मान्छे त होइन किन हारेँ म आज भिजेसी दिनभरि नै हुन्छ है त बुढी तर मलाई आज लास्टै पिरो लाग्यो चरा ल सबै हालिदिएको म त फेरि पिरो खान तारिसक्छु कि अब चाहिँ हामी पनिसमेन्टमा भेटौँ है त आई एम द विनर यु लुजर अब पनिसमेन्ट यता गर्नुपर्छ कि टाइमहरू गर्ने भने सही हुन्छ कि छि हुन्न के चाक फर्काएर है चाकर गाड्छ नै के म त मान्दिनँ सोच राति हामी चाहिँ हामी चाहिँ राति भिडियो बनाएको नत्र बाहिर गएर मजाले बाटोमै कुरा बनिदिन्थ्यौँ म तर अब हामी चाहिँ त्यो पनि कुनै दिन आउँछ दिउँसो र अब अर्को भिडियोमा चाहिँ हजुरले के पनिसमेन्ट गरेको भिडियो हेर्न चाहनुहुन्छ हामीमा त्यो हजुरले कमेन्ट गर्नु हामी चाहिँ गर्छौँ है ल यहाँ टाइमर हुन्छ खुट्टा त नपसारौँ न त्यहाँ देख्न पनि सक्छ म चाहिँ यता फर्केर गर्छु यता यस्तरी यस्तरी गर्छु के म त हुन्न त नि ल स्टार्ट गर भइसक्यो छिटो गर गर्नै पर्छ जसरी छिटो गर हुन्न यहाँ 32 सेकेन्ड खेर गइसक्यो म त मान्दिनँ म 2 मिनट होला छिटो हुन्न न त यता चाक फर्का हुन्न छिटो गरे हेरे हेर त टाइम लस्ट गरे हेरे म त 5 मिनट अब 1 मिनट गरिस् भने 5 मिनट भयो त तपाईँ टाको काटिन्छ छिटो गरे हेर हुन्न छिटो नै यहाँ गइसक्यो म देखेँ गइसक्यो हुन्न के खोइ अनि यो पुग्न पर्दैन तेरोमा भुँडीले दिन परेन भुँडीले दिन्न त नि गर्नै पर्यो जसरी एनी हौ गर्नु पर्यो थाहा छैन छिटो गरे हुन्न यस्तो पसिना निकाल्यो 1 मिनट भयो फोकाटमा छिटो गर छिटो होइन के यस्तै गर्छु कि हुन्न यस्तै बस्छु के कुरा त गर्दैन 100 चोटि उठी बस गर 100 चोटि उठी बस गर भोके सजिलो त म मर्छु नत्र यो त अग्नि पसिना भइसक्यो छिटो हेर म सेट गरेँ टाइम यो पुग्दैन त मैले कसरी गरे 100 चोटि उठी बस गर ल सकियो साथीहरु भन्नुस् त मेरो यो पेटले दिएन अनि यो पुग्दैन हाम्रो चाहिँ के हुन्थ्यो नि नत्र अघि हुन्न एनी हो घोडा टेकेर हुन्छ हात 10 वटाबाट हालेर जाँदै जान्न ल हेर यहाँ भन्दा मरै गरे अलि कसम ल हेर यहाँ त जान्न मुन्टु घोप्टाउने टाइम सेट भयो ओ हुन्न यसरी यहाँ छिटो गर भनेको न त सही गरे यहाँ मैले सेट गरेर खेर गयो छिटो हुन्न त भिडियो त आहा नि के न छिटो यहाँ म कुखुरा बनेको नि देख्न पर्यो नि अलि अर्को बना पुग्दैन कान्तिमा पुग्दैन सक्यो
पनिसमेन्ट गर्दिन अरे कुखुराले बन्दिन पनिसमेन्ट थाहा छैन नत्र 10,000 पठा 10,000 पठा अलि कसम पुग्दैन के पुग्दैन के म कसरी पुगाम एनी हो थाहा भन हामीलाई जसरी पनिसमेन्ट हुन्छ पनिसमेन्ट यस्तो गर्छु कि यस्तो हुन्न यति त कुखुरै भनेको त नि यो यो आज खान्छु पुरै फुटो पुग्दैन म मर्दिन पनिसमेन्ट नानी हामीले त्यही भनेर पुग्दैन के पुग्दैन के तेरो म पुग्न पर्यो नानी ए आमा अनि यो भुलिदिन भुँडी सुडी हटाइदिएको छिन् ल यति गर्छु 1 मिनेट राख अब प्लिज के अनि मान्छे ल एउटा खुट्टाले उभिन् त त्यस्तो त सजिलो इजी हो एउटा उम्लाई भन्न न म यस्तै गर्छु के ल यस्तै जति आउँछ ल है अनि 10 चोटि उठि बस है त ल बरु ल आज घन्टा भयो छिटो यहाँ 1 मिनट भयो खै नै छिटो दे हेर बल्ल कति सेकेन्ड भयो 45 सेकेन्ड भयो केही हुन्न हाल फेरि उठिजान्छ फेरि 1 मिनट गर्नुपर्छ है अनि मुन्टो तल गर हात हाल भित्र आउन पर्यो 32 से 33 सेकेन्ड भइसक्यो ओए खुट्टा गर्नु मुन्टो तल गर बस्ने गर प्लिज अब 10 सेकेन्ड छैन के अब 13 सेकेन्ड भइसक्यो 12 11 10 अलि मुन्टो गर 9 8 7 6 5 4 3 2 1 ल भयो है साथीहरूले 1 मिनट चाहिँ गरी है हाम्रो अलार्म बज्यो अब हटाइदिनु है यसलाई क्यान्सल म त मरे भाइ फेरि बज्छ क्या अब त बज्दैन कहाँबाट बज्दैन के देख्न सक्नुहुन्छ गाइज मेरो मुखमा पसिना यो पनिसमेन्ट त एकदम खतरा हुन्छ मेरो त यो त स्लिम हुन्छ यो लियोमा त नाइस यो त पसिना यसको पसिना छि अब 10 चोटि उठि गर्छ नि त बाइ द वे खान्न म त मरे मेरो त फुट्यो अब 10 चोटि उठि बस्छ ए म त गर्दिन है के पैसा बोकेर हिँड्छ नि तँलाई फोन पे गरिदियो भनेर ब्यालेन्स कहिले पक्ने आइथिएमस मलाई अहिले कम छिटो भयो कि त्यो माफ गर्दैन त पनि हिजो निम्ठो नुन दिएको होइन कसको हो यो यहाँ राखिदिन्छ है एउटै मात्र भाँचेको रोटी त्यही भएर खाना म त भयो भिडियो अपलोड ल गाइस हाम्रो साथीहरु हजुर मजा आयो हजुरहरुलाई हाम्रो यो भिडियो र पनिसमेन्ट कस्तो लाग्यो म चाहिँ भोलि चाहिँ 2 दिनमा घर चाहिँ अब यही तालो हो कसम यति गाह्रो थियो तर कसममै भिडियोमा मात्र हैन मलाई साच्चीकै नै गाह्रो भयो थियो हैन तर अब रियल हो नि त अब हजुरले चाहिँ हेर्न सक्नुहुन्छ मेरो मुहा पसिना हो साथीहरु देख्न सक्नुहुन्छ मेरो पसिना मोटी मोटु त मेरो हातै नपुगेको साथी बेजे सो साथीहरु हजुरलाई पनि हजुरहरुले पनि अब अर्को भिडियोमा फेरि पनिसमेन्ट हामीलाई सजेस्ट गर्नु कमेन्टमा अनि म यसलाई यति यस्तो गाह्रो पनिसमेन्ट गराउँछु यसलाई म त आजको बेला यति गाह्रो त बरु नुन बरु म 2 चम्चा खाइदिन्थे मैले होइन त्यहाँ भयो कमेन्टमा आएर गरेको मैले हैन त्यो 33 सेकेन्ड हुँदा त म त राम मेरो त हट अट्याकै यो मुटु नै बाहिर जस्तो भयो कसम ल सो साथी आजको भिडियो चाहिँ हजुरहरुको कमेन्ट चाहिँ हामीले यहाँ उस गर्यौं हाम्रो भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु अनि कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है त हामी के च्यालेन्ज गर्ने अनि के पनिसमेन्ट गर्ने ल ओके बाइ बाइ